कलीले गर्दा मानिसको बुद्धि हरायो। अहिले जति पनि केटाकेटीहरू छन् ती सबै त नभनौँ धेरैले आफ्ना र आफन्त चिन्न चाहँदैनन्, किनभने उनीहरूले आफ्नो सर्वस्व मोबाइल जस्ता आधुनिक यन्त्रलाई मानेका छन्। अनुशासनको रूपमा पनि थाहा छैन, किनभने छरछिमेकी वल्लो घर पल्लो घर कसैले पनि अनुशासन अपनाउँदैनन्। कुनै एउटा असल बन्न खोज्यो भने गाईलाई गधा बनाउने चलन असाध्यै तीव्र गतिमा बढेको छ। त्यसैले गर्न खोजे पनि बिचमा नै भड्किन्छन् अनि धर्म कर्म परम्परा पनि आफ्नो छोडी मोटो पैसा आउनेतिरै भागे। ज्ञानी मानिस बिस्तारै हराए। बाहिर देखिने ज्ञानी र पण्डित सबै नभनौँ असललाई पिर नपरोस्, सबै फेक हुन थाले। अनि यो कलीले गर्दा नै मानिसको बुद्धि भ्रष्ट भएको हो जस्तो सङ्केत देखिन्छ। सबै जगत नै फेक हुन्छ कि जस्तो भान हुन्छ। जब छठ पर्व नवरात्र आउँछ तब सूर्य देवता पनि लुक्नुहुन्छ, किनकि सबै मानिस आचार नियममा रहेका हुँदैनन्। यो कुरा भगवान स्वीकार्नु हुँदैन।